आज चाहिँ 2 महिना बाद म मेरी छोरीलाई भेट्दैछु र छोरीलाई भेट्दाखेरिको कतिवटा तितो मिठो कुराहरू तपाईँहरूसँग सेयर गर्न चाहेँ। 2 महिना बाद सिलिगुडी गएकी थिएँ र सिधा आफ्नो छोरीलाई भेट्न गएँ। छोरीले पनि मामु भोक लागेको छ भनेर बाटोमा भाका बनाउँदै गरेको देखेँ। नानीलाई भाका एकदमै मनपर्छ, तर यसरी गुड हालेको चाहिँ होइन, अचारसँग खाना जुन नेपालमा भेटिन्छ त्यस्तो प्रकारको गुलियो चाहिँ मेरो छोरीलाई एकदमै मन पर्दैन। त्यसले गर्दा एउटा मात्रै खायो उसले है, केही पनि गुलियो कुरा चाहिँ खाँदिन। तर कचर पचर जस्तो मोमो चाउमिन चाहिँ उसको एकदमै फेभरेट हो। तर पनि नानी मसँग छ भने चाहिँ कहिल्यै पनि सानोभन्दा सानो काम पनि मेरोमै डिपेन्डेन्ट हुन्छ। जसरी अहिले हेर्नुहोस् त, मोमो तातो छ, मामु टुक्रा बनाइदिनु पनि मलाई नै भन्छ र आफै बनाउन भन्दा होइन तपाईँले नै बनाइदिनु भन्ने। त्यस्तो प्रकारको सानोभन्दा सानो कुरा मसँग डिपेन्डेन्ट हुन्छ र टेन्सन लाग्छ म नहुँदाखेरि चाहिँ उसले कसरी गर्छ, या आफै गर्छ होला, गर्नु त नसक्ने काम त होइन, तर मनमा खुसी मिल्दैन होला, आमाको याद आउँछ होला त्यो बेला जस्तो फिल हुन्छ। आउँदाखेरि धेरै कार्टुन बोराहरू लिएर आयौँ, किनभने तपाईँहरूलाई थाहा नै छ म घर अब छोड्दैछु, सिलिगुडी छोड्दैछु भन्ने कुरा। नानीले चाहिँ त्यो पिसेफको चाहिँ फेस मास्क भनेर मुखमा लगाइछ र हाँसो गर्दै हामीले चाहिँ समय बिताउँदै थियौँ। उसको दिदीले चाहिँ सिकाउँदै थियो यसलाई चाहिँ कहाँ लाउने भनेर, र उसले त्यो चाहिँ गालामा लाउने होइन भन्ने कुरा बुझिसकेपछि एकछिनमा आफ्नो घरको हालत एकदमै पतला थियो। र त्यसपछि पनि उसले के गर्छ हेर्नु, यो समयमा चाहिँ हामी यति हाँस्दै थियौँ। नानीले पनि मामु यो त अनुहारमा लाउँदा सबै अनुहारको भुत्लै निस्कियो अरे। हेर्नुहोस् न घरको हालत कस्तो छ, किनभने सबै कुरा प्याकिङ हुँदैछ है। यता चाहिँ म घरको हालत यस्तो छ, कति मन दुखी भइरहेछ है, सबै छोडेर जानु पर्यो, राज्य पनि यस्तो भइसकेको छ भनेर सोच्दैछु। उता चाहिँ मेरो छोरीले हेर्नुहोस् त फेस मास्क भेटिछे र त्यो लाएर सुतिछे। म चाहिँ उसलाई जिस्काएको भिडियो नबनाउनु भन्दै लजाइ होइन। र आमा छोरी हाँसी खुसी हुँदै सुतेको। र बिहान उठेर चाहिँ नानीले के भने मामु म आज नै घर जान्छु भने। बेलुकासम्म चाहिँ मलाई मामु म तपाईँसँगै आसाम जान्छु, अलिक दिन उतै बसेर आउँछु भन्दै थिएँ। बिहान भएपछि चाहिँ के भयो उतै जान्छु, म बस्दिनँ, आसाम पनि जाँदिनँ तपाईँसँग भन्नु थालेँ। बेलुकासम्म नेपाल जान्छु एक दिन, अनि आएर फेरि आसाम जान्छु भन्ने मान्छे के भयो बुझ्नै सक्दिनँ। कति फकाएँ भने हिँड्न नानी 1-2 दिन बसेर आइज। आखिर यो वर्ष उसले पढाइ पनि छोडेकी छ, पढेकी छैन, स्कुल गएकी छैनस्, नेक्स्ट इयरदेखि त स्कुल जानु थाल्छस्, मसँग समय बिताउन पाउँदैनस्, अब यो वर्ष त तेरो त्यसै वेस्ट भयो, अलिकति त मलाई समय दे भन्दा पनि मानिन। जस्तो अघि मैले तपाईँलाई भनेको थिएँ, सानोभन्दा सानो कुरामा आमासँग डिपेन्डेन्ट हुन्छ भनेर। जसरी मसँग भेट हुँदाखेरि चाहिँ उसले कहिले पनि केस पनि आफै कोर्दिनँ, मलाई नै कोर्न लाउँछ। र खाना चाहिँ मैले आफ्नो इच्छाले खुवाएको, नखुवाउनु म आफै खान्छु भन्दै थिएँ। हतार भइसकेको थियो, उसको जाने बेला भइसकेको थियो, उसलाई लिन आइसक्नु भएको थियो। र मैले आफै नै 1-2 गाँसा पनि खाएर जा, नखाइ जान्छु भन्दै थिएँ। खाएर जा भन्दै अँगालो मारेर बिदा गरेँ। जाने बेलामा अलिअलि सानोतिनो कुरा पनि उसलाई मैले दिएकी थिएँ। नानी तिमीलाई चाहिने कुराहरू, तिमीलाई पसन्द भएको कुराहरू लिएर जाऊ भनेर। र उसले आफ्नो चाहिने जरुरतको सामान या फिर उसलाई मन परेको सामानहरू अलिअलि लिएर गए। त्यसैभित्रमा एउटा मेरो फोटो फ्रेम थियो, हाम्रो फ्यामिली फोटो फ्रेम, जसमा चाहिँ मेरो हस्बेन्ड, मेरो सासू ससुरा, मेरो 2जना छोरी, हामी सबैजना थियौँ। त्यो फोटो चाहिँ मलाई किन यसपालि राख्न मन पनि लागेर, मनको प्यारो चिज थियो र मलाई फ्याल्नु पनि मन लागेन, र नानीलाई नै दिएर पठाएँ। थाहा छैन अब के गर्छ।